अहिले तपाईँले भने जस्तो चाहिँ प्रारम्भिक रूपमा कुरा गर्दा चाहिँ यहाँ पर्सा जिल्लामा सबभन्दा ठुलो क्षति चाहिँ वीरगञ्ज महानगरपालिकामा भयो। वीरगञ्ज महानगरपालिकाको कार्यालय भवन र त्यहाँ कार्यालय भवनको कम्पाउन्डमा रहेका सम्पूर्ण गाडी जति चाहिँ जलेर नष्ट भएको अवस्था चाहिँ छ। भवनको चाहिँ यो 4वटा मुख्य त्यहाँ ब्लकहरू रहेछ, त्यो मध्ये एउटा चाहिँ जुन यो नगर प्रमुख बस्नुहुन्थ्यो त्यो महानगर प्रमुख बस्ने भवनको दोस्रो र तेस्रो तला चाहिँ तोडफोड भएको छ। पहिलो तला के अरे भुइँ तला र अरू भवनका सबै जसो चाहिँ कोठाहरू चाहिँ जलेर नष्ट भएको अवस्था छ र सबभन्दा ठुलो क्षति चाहिँ हामी वीरगञ्ज महानगरपालिकाको देख्यौँ। र महानगरपालिकाको साथसाथै महानगरका 3टा वडाहरू 10 नम्बर 14 नम्बर र 26 नम्बर वडामा पनि क्षति भएको छ र त्यहाँसँग सँगसँगै वडा कार्यालयसँग सँगै भएको चाहिँ स्वास्थ्य चौकीमा पनि क्षति भएको छ। सबभन्दा ठुलो क्षति भएको चाहिँ यही नै हो। र यसपछिको चाहिँ यो नेपाल टेलिकम, यो घण्टाघरको नजिक रहेको नेपाल टेलिकममा पनि चाहिँ आगजनी भएको छ। त्यहाँ भएका गाडीहरू सवारी साधनहरू त्यसको पूर्ण विवरण आउन बाँकी छ। अहिले उहाँहरूले प्रारम्भिक रूपमा चाहिँ 6वटा जति गाडी 3वटा जति मोटरसाइकल भन्नुभएको छ, त्यति चाहिँ जलेर नष्ट भएको भन्नुभएको छ। र अरू कार्यालयमा भएका शिस्ताहरू भुइँतला र त्यसको 2टा जस्तो बिल्डिङको तलतलापट्टि चाहिँ क्षति भएको छ। त्यसको सबै विवरण चाहिँ उहाँहरू तयार गर्ने क्रममा हुनुहुन्छ।